भइसकिस्। हर्केले पोहोर साल विदेशबाट आफ्नो बुढीको लागि गहना ल्याउँदा मोरीले ठम ठम गरेर हिँडेको, त्यो भन्दा पनि असल खाले गहना तैँले सुन्तलीको लागि ल्याउन सकोस्। हाम्रो सास, हाम्रो आस सबै तैँमा अड्केको छ छोरा। पुरोहित बाजेले भनेको ठिकै रहेछ, तैँले यो गाउँको बाजा बजाउने छस् रे। आमा, चिन्ता नलिनुस् आमा। बाबु, तेरो बाउको एउटै धोको थियो, हर्केर बिर्खेको मुखमा बुझो लगाउने। मेरो छोराले केही गरेर देखाउँछ, मेरो छोराले केही गरेर देखाउँछ। चिन्ता नलिनुस्, म धेरै पैसा कमाएर पठाउँछु र उता गएर बाजा नि बजाउन सिक्छु। मन्दिरमा कुपोछु। भाग्यमानी भए, चिरञ्जीवी भए।